गाइस आप लोग देख लिया और म नेपालीमा बोल्दैछु र यो दुवाकतार भिलाजु भन्ने ठाउँमा छु र भिलाजु भन्ने पार्कमा आएको छु र तपाईहरुलाई देखाउने छु र आवाज अलि राम्रो लाग्दैन होला त्यसको लागि माफी चाहन्छु र हेर्नु है त यहाँ भिलाजु ठुलो छ है यो भिलाजु भन्ने ठाउँमा छु है यो आइसक्रिम रातिमा यो आइसक्रिम बल्दो रहेछ अहिले चाहिँ डेमा देखिदो रहिने रहेछ र यता पानी पुरै चलिरहेछ हेर्नु घाम एकदमै खतरा छ त्यही भएर घामले गर्दा टाउको दुखिरहेछ यार घामले हेर्नै नदिने अनि त्यही भएर आएको हो यहाँ हेर्नु खतरा छ नि भ्यू र भ्यू पनि देखाउने छु र सबै भ्यूहरु देख्नु है त तपाईहरुलाई खतरामा भ्यू देखाउँछु तपाईहरुलाई के भन्ने अब यस्तै हो जिन्दगीमा हेर्नु है त गाइस 2 मिनेटको भिडियो भइसक्यो अब सबको भिडियो एडिटिङ गरेपछि लाग्ने हो हेर्दै गर्नु होला है त त गाइस यो डिजे नेपालको युट्युब च्यानलबाट आउने हो यो हो दुवाकतारको भ्यूज अब दुवाकतारको भ्यूज यहाँ आइसक्यो यहाँ आएर हेर्नु यो भिलाजु भन्ने ठाउँ हो भिलाजु भन्ने ठाउँमा ब्लगिङ स्टार्ट भइरहेछ यो पानीको आवाज आयो होला त्यसको लागि माफी चाहन्छु तर यो भ्यू हेर्नु आजको भ्यू दुवाकतार भिलाजुको हो र तपाईलाई एकदम खतरा भ्यू देखाउन छु र खतरा भ्यू लिएर आउँदै छु है हामी दुईजना घुम्न आएको बेलामा हो यो होम डाइ हो यहाँ हामी यहाँबाट जाने हो यहाँबाट सरासरी जाने हो अनि आउने आजको ब्लग एकदम खतरा हुनेछ तपाईहरुले गाइस भिडियोलाई मन पराउनु र हेर्ने जतिले सबैले भिडियोलाई लाइक गरिदिनु होला है अनि शेयर पनि गर्नु नभुल्नु होला किनकि यो पार्कमा धेरै कुरा देखाउने छु र धेरै कुराहरु सिक्ने र के चाहिन्छ भने धेरै पार्क छन् त्यो पार्क ठुलो छन् गाइस यहाँ माछा पनि रहेछ र माछालाई देखाउने छु है पानी मुनि माछा छन् हेर्नु है त यो सबैबाट पानी आउँछ र मोबाइलको पानी नै पानी भएछ पुरै पानी भएछ ओ ठुलठुलो माछा रहेछ यहाँ माछा त ठुलो रहेछ त नफाल्नु